हेलो हाई कहाँ जानु आँटेको सुराली जानु आँटेको अब के छ गाइज धेरै पछि भेट भयो हाम्रो हैन हाम्रो त छोरी पनि भयो नि गरेको हाई एभ्रिवान हामी लगभग 1 वर्षपछि फेरि आज भिडियो खिच्दैछौँ म चाहिँ यहाँ बेबी बोकिराखेको छु कोक्रोमा हामी चाहिँ आज माइत जानु आँटेको मेरो अनि खाना खानु बोलाउनु भएको छ आज बिहान थुप्रो भएको थियो भिडियो नखिचेको अलिअलि बिचबिचमा खिचेको पनि एडिट गर्नु नभ्याएर के भएर अपलोड गरिराखेको थिइनँ अनि अब यो चाहिँ खिचिराख्नु पऱ्यो भनेर अब यो पनि हुन्छ कि हुँदैन हुनु चाहिँ अपलोड चाहिँ खिची चाहिँ राखौँ भनेर हो हेर्दै गर्नु होला पापा चाहिँ तल खेत जानुहुन्छ पहिला अनि खेतबाटै आउनुहुन्छ उता हामी चाहिँ यहाँबाट जाँदै गर्ने मजाको घाम लागिरहेको छ यो हाम्रो करेलाको झ्याङ इस्कुसको झ्याङ हो यो चाहिँ मजाको घाम लागिरहेको छ न्यानो छ बाहिर बिहान बेलुका चाहिँ चिसो हुन्छ दिउँसो चाहिँ न्यानो हुन्छ घाम लागेर अब जानु आँटेको हामी चाहिँ कोक्रो बोकिराखेको छु बेबीलाई हामी चाहिँ हिँड्दै जाने बाइकमा लाने आज मैले यहाँ प्लान्टहरू रोपेको छु भर्खर एउटा चाहिँ मरे जस्तो छ दुईटा चाहिँ सरे जस्तो छ बिपिन आऊ जाउँ मामाको छोरा पनि छ बिपिन यहाँ हाम्रो सुन्तला यति छ अमिलो हुन्छ भन्छन् भन्नु चाहिँ अब कस्तो हुन्छ मजाले पछिसम्म नटिप्ने भनेको सानो सानो छ तर यहाँ हाम्रो धारा बनाउन आँटेको अब त्यहाँ पर चाहिँ यस्तो छ यहाँ हाम्रो धुपी पनि छ है चेन गेटमा के लगाइदेऊ न चेन गेटमा आउनु भइहाल्यो नि हाम्रो गाउँमा चाहिँ चोर आएको छ अरे पर हाम्रो ब्याङ्कको यहाँ हाम्रो घरमा छ नि त ब्याङ्क चाहिँ अनि ब्याङ्कको एटिएम चाहिँ पर पालिकामा छ पालिकामा भएको एटिएम नै फोडेर पैसा लग्यो अरे त्यही भएर डर मर्दो छ घरतिर पनि एक्लै छोडेर हिँड्नु सयपत्री फुल छ यहाँ कति राम्रो फुलेको टक्क 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 ए बिपिन हाम्रो बिपिन छ फेरि यहाँ मेरो देवर बाबु एक मात्र छोरी बोकेर जाँदैछ सक्दै चाहिँ चुइगम खाएर गोल चाहिँ डस्टबिनमा है गोजीमा राख्ने अनि डस्टबिनमा लाउने अहिले मेरो चाहिँ यस्तो दुःख क्या अघि भर्खरसम्म बोकेकोले भएर कम्ता दुख्दैन कोक्रोले यो थाप्लो त मेरो त त्यो झन पो गर्छ त तिमी त केही पनि जान्दैन हामी चाहिँ जाँदैछौँ छोरीको बाउ चाहिँ यो कुखुरो बोकेर टक्क हेलो छोरी जन्माएपछि यसरी कुखुरो बोक्नुपर्छ छोरीलाई बोक्नुपर्छ यसरी बिपिनले पनि पछि त्यसै गरी बोक्नु है यो हाम्रो एलुङ काकाको घर एक्लै बस्नुहुन्छ यत्रो ठुलो घर बनाएर यहाँ चाहिँ किवी रुद्राक्षहरू अभोकाडो टन्नै छ यहाँ चाहिँ रोप्नु भएको छ टन्नै यो पनि रुद्राक्षको बोट हो यो अलगो फलेको पनि होला फलेको पनि रहेछ कति ठाउँमा डढेलो लाउँछ नै अब हामी चाहिँ आधी बाटो आइपुग्यौँ बोर्डिङ खोला क्रस गरिसक्यो यहाँ चाहिँ लगाइसकेको छ नि डढेलो यस्तो मजाको घाम लागिरहेको छ क्या आज यहाँ आइपुग्यौँ यहाँ चाहिँ अब उधर जाने रोड छुट्टिन्छ एउटा यता जाने हामी चाहिँ यताबाट जान्छौँ
अलि यताकै बाटोको छेउ के ढुङ्गा ठुलो ढुङ्गा थियो नि मलाई थाहा छ हामी त्यहाँ बस्थ्यौँ हामी चाहिँ आइपुग्यौँ घर अब पर हाम्रो कान्छी भाउजू ऊ जाँदै रहेछ नि यहाँ माथि आलु रोपेको रहेछ नि हाम्रो साग पनि टन्नै रहेछ आलु राम्रो भएको छ जस्तो छ यहाँ टनेलमा चाहिँ केही छैन कि क्या हो अहिले यहाँ मन्दिर छ दिपिन आएको थियो कि थिएन पहिला त्यो भएर खेत गएर आउनुहुन्छ खेत जानुभएको छ आउनुहुन्छ अहिले हाम्रो पनि रहेछ अझै सुन्तला सुन्तला पातलो पातलो रहेछ हाम्रो बाबाले के बनाउँदै हुनुहुन्छ हो हाम्रो बाबाले यहाँ केराको बोट छ फुल पनि सबै सुकेछ नमस्ते सर हाम्रो बाउ सुन्तला खानुपर्छ आज चाहिँ के बनाउनु भएको ए ज्यू सन्चै हुनुहुन्छ ओ ससुरा तिम्रो पनि मामा ससुराको छोरा ज्वाइन है जाउँ न त नि आउनु जाउँ के बनाउँदै हुनुहुन्छ कि क्या माघका खुरुक रहेमा त्यो खुरुक बसाइदिनु पर्यो ए हजुर हजुर हामी नातिनी खाइ अवस्था पुग्यो बस्दा सुतिरहेछ बाबा लु आउनु जाउँ आउनु जानु त अनि हामी मात्रै कहाँ जानु त अनि हेर सुन्तला कस्तो मजाले पाकेको ए धनियाँ भित्र छर्नु भएको बिरुवा नलाने छ उता पनि छरेको तर सुइरे खालको रहेछ क्या हाम्रो चाहिँ रुद्राक्ष हाम्रो पनि फलेको रहेछ नि टन्नै के बढ्छ नि फुल कति राम्रो राम्रो छ अनि जानु पर्यो नि होइन जाउँ हिँड बिपिन भित्र जाउँ जाउँ भित्र कति पछि बनाएको कान्छा मामाको छोरा के देउसाको के देउसाको हेलो एभ्रीबडी कपाल कोरेर आउँछ सुप्रलाई झन् देखाउने सिम्पनीलाई पनि देखाउने हो अहिले चाहिँ जाडोको सिजनमा त मजाको सुन्तला त अहिले देखाउने हो नि होइन सुन्तला खतरा फलेको छ चाहिँ रवि दाइहरूको कडा फलेको रहेछ पछि अरू के छ पालिका भवन यो पछि यो माथि पुलिस स्टेसन पहिलेको बर्डाँडा मैदेलको फेमस बर्डाँडा हो यो तर काटिसकेको छ पहिले हामी जान्थ्यौँ यहाँ गएर बस्थ्यौँ के छ अरू हिमाल चाहिँ आज देखेको रहेछ बादल आएको चाहिँ यहाँ होइन हिमाल आउँथ्यो हिमाल आएको देखिँदा अलिअलि देखिरहेको छ हिमाल बादलभित्र लगेको छ नि एउटा ड्रोन किनेर ड्रोन सट हान्नुपर्छ हिमालको पछि हिउँ परेपछि यता चाहिँ दुधकोसी छ दुधकोसी नदी
त्यस्तै छ बिपिन छ यहाँनिर नि फेरि ह्यान्सी बिपिन छैन नि बाबा हुनुहुन्छ ह्यान्सीले चाहिँ फुल हेर्दैछ फेरि कहाँनिर माइलो छ नि त सुन्तला पनि टन्नै यो त ऊ हो नि सयपत्री फुल सयपत्री हो त सयपत्री फुलिरहेको छ अहिलेसम्म पछुवा छ क्या सयपत्री हाम्रो खाजा खिर पाप आउनुहुन्छ अहिले दिदी भन्नुपर्छ होला तिमीले त दिदी भन्नुपर्छ लिनु खाऊ भोक लाग्यो कि चोइ गाउँ निकालेर यहाँ राख्नु नि उत्यहाँ डस्टबिन हो उत्यहीँ छ डस्टबिन आमै कहिले ल्याएको म थाहै थिएन त कान्छी है मेलिनासँग त थुप्रो पछि भेट हो त अनि तिमी मात्रै आएको तिमी मात्रै आएको कान्छी नमस्ते कोक्रोमा यता त उसै नै यता पनि उसै नै पर्छ बस भदै नि मात्र छन् सबै सोचिने छैन बिपिन के को मन पर्छ खाजा कि जाम हो यो होइन अनि एलिना चाहिँ किन नआएको माघमा लु खाऊँ न त खाऊँ है खानु है तपाईँहरू पनि मिठो भएछ खिर मिठो भएछ मैले पनि सोचेको त्यही गरेर सल्लाह गरेर यो छैन नमस्ते हजुर हाम्रो बडी म्याम साइली खिर भ्रष्ट अनि मिब्रस अनि कोम परो नि कर्का खिर पो मुसिका मेदो राख्ने का अनि सधैँ चाहिँ मलाई रे अब को चाहिँ पिहान बोलाउँछ खिर रहेछ भने जाम रङमा झन्डै ढुक्कै नि कान्छी भने पेउ त है पेनी हाम्रो यहाँ सबै जनताहरू जम्मा हुँदैछन् अब आमा उपर हाम्रो आमा चाहिँ खालि नखाने ऊ त्यस्तो मात्रै पिउने ऊ यहाँको दिएको चाहिँ उपर सारेर नखाने हाम्रो बडीले कस्तो मजाले खानुहुन्छ है त्यही भएर हेल्दी बडी चाहिँ आमा चाहिँ आँखामा के को कालो लाग्यो गाजर लाए जस्तो छ नि अनि 7 वर्षै कान्छो अनि तर तपाईँभन्दा जेठो जस्तो देखिन्छ हेर्नु त त्यहाँ कान्छ 5 वर्ष कान्छी 7 वर्ष 100 साल छ नि तपाईँ
100 सालको ल हाम्रो भाउजूहरू यहाँ खाँदै हुनुहुन्छ यहाँ राखेको रक्सी कसले पकाएको को हो सुबु ल किन रिसाएको ए कसले फालिदियो भने कसले खायो छैन ऊ त्यहाँ धाराको थप्नुपर्छ अब धाराको थप्नुपर्छ धाराको धाराको थप्दिउँ धाराको चस्मा त अनि कडा छ त कहाँ भेट्नु हो झाडा यो चस्मा चाहिँ पटक मन पर्ने कि अनि किन लगाएको त आँगा जस्तो कि किन लगाएको त अनि म्याउ 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 गर्नु चस्मा लगाएपछि हामीले नमस्कार गर्छौँ क्या ठिक छ गर्छु हजुर नमस्ते हजुर सिम्फनी ओरम जाते मी बोलते ओराम साइड में मी राख्दै खाली गरौँ घुम्नेको मलाई जोर मान्छ नि भयो मलाई मैले चाहिँ हो कि अरे नमस्ते दिदी बहिनी हो मान्छे यतिकै हेर्नु दिदी हो दिदी मम्मी हो ल हाम्रो नयाँ मान्छे हेर्ने लड्को त अझै सकिएको छैन हेरेको है बोजूलाई धन्यवाद बोजूलाई पापा पनि आइपुग्नु भएको छ नातिनी यस्तो मेरो पाला बाजे नातिनी घोचिसक्यो दारीले रुइसक्यो रुइसक्यो नघोच्नु न जुङ्गाले घोचेर रुएको हो के पर्सिसक्यो रुवाई छाडे नि अमै अमै खाब्रा बाजेले अप्ठ्यारोले समाए ल मिल्ना दिदीको गिफ्ट है छोरीलाई कहिले हिँडेर आउने हो माउलो अब 1-1.5 वर्षमा त भयो ताप्दै हुनुहुन्छ यहाँ चाहिँ सबैजना हाम्रो मम्मी दाइ हुनुहुन्छ यहाँ पनि हुनुहुन्छ मिलिना नि बाबा यहाँनिर आमा छोरी आउनु पाप्दैछ पनि फोटो खिच्नु आउनु अलि एन्टी लाइट पर्दछ है घामै त छ अहिले भाद्रेनिकमा कालो कालो आउँछ मलाई त्यति बेला म काट्छु ए बाजे बजूसँग थियो कि के हो ल माइजूसँग है छोरी माइजूसँग है दुईजना दिदीहरू हिमालय रहेन छ नि आज त
फोटो खिच्दैछन् आबो दिदी बहिनी कति राम्रो हो आमै सिगाना आएछ दुध खुवाउनुहुन्छ खाइसक्यो बारुली लाग्यो फेरि ढ्याउ गरेपछि बारुली गाउँछ क्या यसलाई आमै नि त कति राम्रो हो घाममा बस सुन्तला सुन्तला गएन मिप्यौ मिना कान्छे झोरा र कुनमा मेरो मेरो कान्छे झोरा र कुनमा कति राम्रो हो सेल्फी सेल्फी कति राम्रो दिदी बहिनी कति राम्रो फोन हेरेको है फोन हेरेको माग्छ नि त अलिक ठुलो भएपछि त हाम्रो भान्जीले त माग्छ फोन यस्तो गर्छ यस्तो गर्छ कुकुरको यहाँ तारिफ हुँदैछ यसो कति वर्षमा ऊ आफूको घरबाट एउटा नाति लिएर आएको सगनकोमा आएर छु यहाँ बच्चा रुएर बस्न नि दिएन बच्चा कहाँ फेरि यता त्यो भर्खरको रहेछ नि बिहानै नछिक्ने न त पर्खाइदिन्थे म त बिहानै छिक्दैन सानो भर्खरको छ आमाले भात खानै दिएन छिटो खा टाउकोमा बोक्न टाउकोमा बहिनी यसरी बोक्ने हो कि सिका यसरी बोक्छ त ए म बोक्छु मेरो बच्चा नानी गरेका के नखाने अब जानै पाएँ त भात खान थाल्यो अब घरको मान्छेले पनि पेलिसक्यो राम्रो देखिन्छ त्यो भिडियो कुमारी Suka? Elina kah? Su Elina? मोटाको छ? बाई बाई बस्नु ल गयौँ लुना भयो बाई
कुमारी गयौँ ल दादा गयौँ है हामी ल जाउँ अहिले आऊ है कान्छी बाई 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 गयौँ ल हामी त कति राम्रो रहेछ नि बिरुवा त अनि ठाउँै छैन कहाँ रोप्नु अब नद रोपेको उखालेर फाल्नु यसपालि पनि रोपेको छौँ नि त्यहाँ तर कति राम्रो रहेछ गयौँ ल हाम्रो फोटो खिचिदिनु न दिपिन्छ यो स्यालाक भुतुक गयौँ हामी अब हिँड्यौँ हामी घरतिर हामी चाहिँ यता घर आएर पनि मोमो बनाउनु थालिसक्यौँ यो चाहिँ कान्छीले बनाएको मोमो साह्रै राम्रो बनाउनु थालेको छ आजकल साह्रै छिटो पनि बनाउँछ एकैछिन है किमा हो चिकन किमा अनि कान्छीले बनाउँदैछ 0.5मा खिच्नुपर्ने रहेछ त छिटो बनाउँछु एकैछिनमा बनाउँछु मेसिन जतिकै छिटो कोरियामा काम गरिरहेको नि त त्यस्तो नभन न हौ लाज हुन्छ कति राम्रो बनाएको मेरो बुढीले छैन क्या छैन राम्रो छैन फेरि मेरो भाइले फेरि यस्तो राम्रो बेल्छ बेल्दैछ नि के भनेर अस्ति भर्खरै सिकेको मात्र विपिन दोषले विपिनले चाहिँ बरु बेलेकै हो अनि म यहाँनिर क्यामेरा पर्सन यहाँ छोरी सुतिरहेको छ मेरो छोरी शक्ति छैन बत्ती पनि छैन नेट पनि छैन आनन्द छ गीत यहाँनिर सुन्दैछौँ हामी बोट स्टोनमा अहिलेको लागि चाहिँ मारेको छ कपिराइट आउँछ भनेर मैले अफ गरिदिएको छु गीत चाहिँ ओके आजको हाम्रो दिन यसरी नै बित्यो तपाईँ पनि मोमो खाने भए आउनु होला मिठो सरी मिठो छ मिठो 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 आउने लोकेसन पनि दिनुपर्ने होला ल अघि बनाएको मोमो पाएको हाम्रो चाहिँ अघि बनाएको मोमो खानुलाई रेडी भयो हाम्रो मेलिना पनि आइपुग्यो होला नि मोमो लाउँदैछ चिया र मोमो चिकन मोमो मेरो छोरी चाहिँ यहाँ है फेरि मेरो छोरी र म छौँ यहाँ छोरी